हिजो आज स्पेनमा महँगाई एकदमै बढेको छ। रुम त्यत्तिकै महँगो छ, फ्ल्याट त्यत्तिकै महँगो, घरहरू त्यस्तै महँगा, खानेकुरा त्यस्तै महँगो छ। र खानेकुरा चाहिँ के गरेको हुन्छ भने प्राइस सेम राखेको हुन्छ, क्वान्टिटी घटाएको हुन्छ। अनि यो यहाँको गभर्मेन्टको उद्देश्य के भने यहाँको मात्रै नभएर अल ओभर द युरोप अरू कन्ट्रीहरूको पनि त्यस्तै नै सुनिराखेको छ। सिटीमा एकदमै ज्यादै मान्छेहरू छन् र बाहिर गाउँतिर लैजानु नै यिनीहरूको उद्देश्य हो। सिटी एकदम महँगो भइरहेछ र धेरैजसो भाइ बहिनीहरूले सोधिराख्नु भएको छ स्पेनमा आउन बस्न के कति पैसा लाग्छ भनेर सोधिराख्नु भएको छ। मैले एउटा भिडियो पिनअप गरेको छु। तपाईँहरूको आउने त के कसरी आउनुहुन्छ त्यो आफ्नै खर्च होला, तर यहाँ आइसकेपछि 3 देखि 6 महिना आफूलाई बाँच्ने खर्च लिएर आउनु होला। सिटीमा बस्ने हो भने त्यही अनुसारको खर्च 5 देखि 700 सम्म रुम सेयरिङ गरेर बस्दा। अलिक गाउँतिर जाँदा अलिक सस्तै छ र केटा मान्छेहरूलाई काम पाउन अलिकति गाह्रै छ। उनीहरूले खेतीको काम गर्नुपर्ने हुन्छ अथवा तपाईँको क्वालिटी छ भनेदेखि रेस्टुरेन्टमा पनि काम पाउन सक्नुहुन्छ, कसैले दिइहाल्न सक्छ। र केटीहरूलाई चाहिँ त्यति साह्रो अप्ठ्यारो छैन। हदसे 3 महिना 6 महिनासम्म कुरेपछि राम्रै काम पाउँछ, राम्रै कमाइ हुन्छ। त्यति आत्तिनु पर्दैन आउने मान्छेहरूलाई। जस्तै पोल्यान्डतिर, क्रोएसिया, रोमानिया त्यो अरू कन्ट्रीतिर जति पे गर्छ यहाँ पनि पे गर्ने त्यति नै हो। यहाँ त्यही हुने भनेको त्यही पेपर बन्ने हो, त्यति हो। अरूतिर भन्दा अलिकति फेसिलिटी भनेको त्यो मात्रै हो। नत्र भए यहाँ अरू कुनै त्यस्तो नयाँ नौलो केही पनि छैन। नआत्तिनु होला, इम्प्लोइमेन्ट त बन्द हुन्छ भन्ने यो हल्ला मात्रै हो र आत्तिनु पर्दैन। राम्रै सोच विचार गरेर अलिकति कमाइ गरेर मात्रै विचार गर्नु होला यहाँ आउनलाई चाहिँ भन्छु म।